आज हामी फाइलम कर्डेटाको बारेमा कुरा गर्दैछौँ। फाइलम कर्डेटा जसमा के हुँदो रहेछ भने नि पहिलो कुरा नोटोकोडको कुरा गर्ने हो। तो नोटोकोड भनेको के रहेछ भने हेरौँ त। नोटोकोड अब यदि यो भर्टिब्रेट हो भने पहिलो यसको पहिचान छ नोटोकोड हुनुपर्छ। तो यो नोटोकोड कहाँ छ भन्ने भन्दाखेरि नर्भ कोड एन्ड एलिमेन्ट्री केनालको बीचमा एउटा इलास्टिक रड शेप्ड स्ट्रक्चरमा रहेकोलाई नै हामी नोटोकोड भन्छौँ। कस्तो हुँदो रहेछ भने नोटोकोड भन्दा कहाँ हुँदो रहेछ भने यो नर्भ कोड र एलिमेन्ट्री केनालको बीचमा नर्भ कोड र एलिमेन्ट्री केनालको बीचमा इलास्टिक रड जस्तो स्ट्रक्चरमा रहेको हुन्छ, त्यसलाई नै हामी नोटोकोड भन्छौँ। तो यो नोटोकोड भनेको अब भर्टिब्रेट हो भने त्यहाँ नोटोकोड हुन्छ नि। अब त्यो भर्टिब्रेटमा पनि पछि बिस्तारै हामी कुरा गर्छौँ कहाँनिर भर्टिब्रेटमा त्यो देखिन्छ कहाँनिर देखिँदैन त्यो पनि हामी कुरा गर्छौँ। अनि पहिलो एउटा क्यारेक्टर हामी गर्यौँ कुरा नोटोकोडको। अब दोस्रो कुरा के गर्छ भने यो गिल्सको इम्ब्रायोनिक स्टेजमा जब इम्ब्रायो बन्छ, इम्ब्रायो कसरी बन्छ भने त्यो कुरा त अब अर्कै च्याप्टरमा हामी अर्को च्याप्टरसँग जोडेर अध्ययन गर्छौँ। एग र स्पर्म फ्युजन भएपछि जाइगोट बन्छ, जाइगोट बनिसके पछाडिको स्टेज भनेको इम्ब्रायो हो। इम्ब्रायो बन्ने बेलामा त्यतिखेर गिल्स लिड्सहरू यसमा रहेको हुन्छ। तो दोस्रो यहाँ क्यारेक्टर बुझ्न सक्छौँ हामी कि यसमा गिल्स लिड्स इम्ब्रायोनिक स्टेजमा चाहिँ गिल्सहरू रहेका हुन्छन्। पछाडि गएर त्यो कसैकोमा स्किनद्वारा एक्सप्रेसन हुन्छ भने कसैकोमा लङ्स हुन्छ। यस्ता खालका क्यारेक्टर चाहिँ कर्डेटामा रहेको हुन्छ। अब यो नर्भस सिस्टमको कुरा गर्दाखेरि यो ट्युबुलर नर्भस सिस्टम भन्छौँ। यो ट्युबुलर नर्भस टिस्यु इज फाउन्ड इन द भर्टिब्रल केनाल। यो भर्टिब्रल जुन केनाल छ त्यो भर्टिब्रल केनालमा चाहिँ यो नर्भस सिस्टम सिचुएटेड हुन्छ, रहेको हुन्छ। अनि यो जुन हाम्रो बोन छ स्केलेटन सिस्टम छ, जुन स्केलेटन सिस्टमलाई मसल्सले कभर गरेको हुन्छ। स्केलेटल सिस्टमलाई केले कभर गरेको छ? मसल्सले कभर गरेको रहेछ। अनि सर्कुलेटरी सिस्टम जुन छ हाम्रो बडीमा त्यो सर्कुलेटरी सिस्टम भनेको क्लोज टाइपको हुन्छ। इन्भर्टिब्रेटमा त्यसरी ब्लड सर्कुलेटरी सिस्टम वेल डेभलप्ड हुँदैन, सर्कुलेटरी सिस्टम त्यसरी वेल डेभलप्ड हुँदैन, भए पनि कुनै कुनैमा ओपन टाइपको हुन्छ। हाम्रो के छ भने क्लोज टाइपको छ। ब्लड सर्कुलेटरी सिस्टम जुन छ हाम्रो क्लोज टाइपको छ। हाम्रो बडीमा त्यही भित्र चाहिँ रहिरहन्छ। खुल्ला भयो त हामी मरिहाल्छौँ नि। हाम्रो ब्लड बाहिर निस्क्यो भने त हामी धेरै लामो समय अथवा भनौँ न यो मान्छे नै बाँच्न सकिँदैन नि। त्यो इन्भर्टिब्रेटहरूमा ओपेन भए पनि अब त्यसरी चाहिँ ब्लड फर्मै त भइसकेको हुँदैन तिनीहरूकोमा। त यस्ता क्यारेक्टरहरू देखियो भने हामी के भन्छौँ भने कर्डेटा हो भनेर किन गर्न सक्छौँ। के हुन्छ भने फेरि एकचोटि कुरा गरौँ त नोटोकोडको कुरा गर्छौँ, इम्ब्रायोनिक स्टेजमा गिल्सको कुरा गर्छौँ, स्केलेटन कभर गरेको हुन्छ मसल्सले त्यसको कुरा गर्छौँ, क्लोज टाइप सर्कुलेटरी सिस्टमको कुरा गर्छौँ, भर्टिब्रल कोलमको कुरा गर्छौँ हैन। अनि त्यसमा रेस्पिरेटरी अर्गन्सको लागि गिल्स छ, मोइस्ट स्किन छ, लङ्स छ। यी क्यारेक्टरहरू हो भने त्यो चाहिँ कर्डेटा हो, कर्डेटा अन्तर्गतमा पर्छ भनेर हामी यकिन गर्न सक्छौँ। यो कर्डेटालाई फर्दर यसको जब हामी टाइप्समा जान्छौँ भने यो 4 टाइप्सको हुन्छ है। यसको यो कर्डेटालाई यो फाइलम कर्डेटालाई 4 सब फाइलम छन् यसका, जसमध्ये हेमिकर्डेटा
यूरोकॉर्डेटा, इरोकॉर्डेटा, सिफालोकॉर्डेटा अनि भर्टिब्रेटा। जम्मा 4 वटा सब फाइलम छन्। हेमिकॉर्डेटा, यूरोकॉर्डेटा, सिफाइलोकॉर्डेटा अनि भर्टिब्रेटा। अनि यो तीनटालाई नि प्रोटोकोड भन्छन्। प्रोटोकोड यो तीनटालाई हेमिकॉर्डेटा, यूरोकॉर्डेटा, सिफाइलोकॉर्डेटालाई हामी के भन्छौँ भने प्रोटोकोड भनेर भन्छौँ। अनि अब रह्यो यो भर्टिब्रेटा। यो तीनटाको बारेमा हामी ग्रेड 10 मा स्टडी गर्दैनौँ। स्टडी गर्ने भनेको भर्टिब्रेटा हो। यो भर्टिब्रेटालाई हेर, यो भर्टिब्रेटाको पनि केही क्यारेक्टर्सहरू जोड्न सक्छौँ। स्पेशली यो भर्टिब्रेटामा के क्यारेक्टरहरू देख्न सकिन्छन् भन्ने भन्दाखेरि बाइलेटरली सिमेट्रिकल। बाइलेटरली सिमेट्रिकल भनेको के हो भने ठ्याक्कै यतातिर हेरौँ त यो बीच काट्दा चाहिँ दुई बराबर भागमा छुट्टियो भने त्यसलाई हामी बाइलेटरली सिमेट्रिकली भन्छौँ। यो एउटा क्यारेक्टर के हो भन्दाखेरि बाइलेटरली सिमेट्रिकल। अनि रिस्पाइरेसन केले कम्प्लिट गर्दो रहेछ भने गिल्स, मोइस्ट स्किन एन्ड लङ्स, यसकोबाट चाहिँ यसले के गर्छ रिस्पाइरेसन कम्प्लिट गर्ने काम गर्छन्। अनि यसमा सम एनिमल्स चाहिँ वार्म ब्लडेड हुन्छ, सम एनिमल्स चाहिँ कोल्ड ब्लडेड एनिमल्स हुन्छ। वार्म ब्लडेड एनिमल, कोल्ड ब्लडेड एनिमल्स। अनि वेल डेभलप्ड सर्कुलेटरी सिस्टम हुन्छ, हर्ट हुन्छ। दुईटाबाट सुरु भएर 4 वटासम्म यो भर्टिब्रेटको हर्टको संख्या दुईटाबाट सुरु हुन्छ, 4 वटासम्म चाहिँ यो भर्टिब्रेट रहन्छ। त यो जनरल क्यारेक्टर्सहरू यो भर्टिब्रेटाको हेर्यौँ हामी। त यो भनेको सब फाइलम भर्टिब्रेटाको के यसमा अब 5 वटा क्लासहरू हेर्दछौँ हामी। क्लासेस कतिवटा छ त 5 वटा क्लासेसहरू छन्। अब पिसेस, एम्फिबिया, रेप्टाइल्स, एप्स, मैमल्स। अब यो क्लासेसहरू 5 वटा भयो हैन। यसका क्लासेसहरू 5 वटा छन्। अब यसमा आयो पिसेस, एम्फिबिया, रेप्टाइल्स, एप्स। त यसको अब पिसेस भनेपछि के तिम्रो दिमागमा सेट हुनु पर्यो भने यो भनेको फिश समूह, माछा समूह जति पनि छन् प्राय सबै केही एक दुईटा छोडेर बाँकी सबै माछाहरू के हुन्छ पिसेस अन्तर्गतमा पर्छ। माछा हामी सबैले हेरेकै छौँ। त्यसको जेनरल क्यारेक्टरिस्टिक्स आफैले यसो माछालाई सम्झेर अथवा त्यसलाई छामेर हेरेर त्यसको बारेमा केही क्यारेक्टर्सहरू लेख्न सक्नुपर्छ। जस्तै अब तिमी त्यो माछा हेर्यो भने नि त्यसको माथिल्लो बडी जुन हुन्छ कतलाले ढाकेको हुन्छ। बडी केले ढाकेको हुन्छ? कतलाले ढाकेको हुन्छ। स्केल्स भन्छौँ। बडी इज कभर्ड विथ स्केल्स। इट हैज फिन्स फर द स्विमिङ, स्विमिङको लागि चाहिँ फिन्स हुन्छ। डाइरेक्सन चेन्ज गर्दाखेरि इट चेन्ज द डाइरेक्सन विथ द हेल्प अफ टेल। टेलको माध्यमले के गर्छ डाइरेक्सन चेन्ज गर्छ। त अनि यो भयो जनरल क्यारेक्टरिस्टिक्सहरू। अब त्यसमा स्पेशलाइजेसन क्यारेक्टरको कुरा गर्दाखेरि तिमी रिस्पाइरेसनको कुरा गर्न सक्छौ। यो पिसेसमा रिस्पाइरेसनको लागि यिनीहरू गिल्सबाट रिस्पाइरेसन गर्दा रहेछन्। दुवै साइडतिर यसको के हुँदो रहेछ त फिसको पिसेस समूहको गिल्स हुँदो रहेछ फर द रिस्पाइरेसन दुवै साइडमा हैन। जुन माछाको जुन गल्फर भन्छौँ हामी ठिक्क त्यसको तल गिल्स हुन्छ, दुवै साइडतिर हुन्छ, जसबाट यसले रिस्पाइरेसनको लागि मद्दत गर्छन्। रिस्पाइरेसन त्यहाँबाट गर्दछन् यसले। यो रिस्पाइरेसन गिल्सको लागि भयो। अब यसको रिस्पाइरेसनको लागि यो गिल्स भयो। अनि यसमा हर्टको संख्या कति हुँदो रहेछ भन्दाखेरि हर्टको संख्या चाहिँ यसमा 2 हुँदो रहेछ। यसमा हर्टको संख्या 2 हुँदो रहेछ।
विशेष समूहमा हटको संख्या कति रहेछ 2 रहेको छ अनि त्यस पछाडि हटको संख्या भयो रिस्पाइरेसन आयो अनि रिप्रोडक्सनको कुरा गर्दाखेरि यिनीहरुको रिप्रोडक्सन भनेको एक्सटर्नली हुन्छ एक्सटर्नल रिप्रोडक्सन हुन्छ एक्सटर्नल अब मेल र फिमेल दुईटा सल्लाह गरेर एउटा टेरिटोरी बनाउँछ जसमा फिमेलले एग छोड्दिन्छ पछाडिबाट मेल त्यही गएर स्पर्म छोड्दिन्छ यसको फर्टिलाइजेसन आउटसाइड द बडी हुन्छ त्यही भएर यसलाई हामी के भन्छौं भने एक्सटर्नल हुन्छ भन्ने कुरा गर्छौं मेल एन्ड फिमेल आर सेपरेट मेल र फिमेल सेपरेट भएर गएर एउटा टेरिटोरी बनाएर आफ्नो दुनिया बनाउँछन् त्यहाँनिर त्यसले फिमेलले सब यो पोजिसनमा गएर बस्छ बीचमा एग राख्छ त्यही मेल गएर स्पर्म दिन्छ र दुईटा चाहिँ आउटसाइड द बडी चाहिँ के गर्दो रहेछ त फर्टिलाइजेसन कम्प्लिट गर्दो रहेछ त यो रिप्रोडक्सनको हामी कुरा गरिदिन सक्छौं उसको रिप्रोडक्सनको कुरा गर्छौं यो एम्फिबियाको कुरा गरौं यो चाहिँ पानी र जमिन दुवै ठाउँमा पाउन सकिन्छ यसका केही इक्जाम्पलहरु जुन हामी प्रत्यक्ष रूपमा हेरेका हुन्छौं फ्रग यो फ्रग भनेको पानीमा बस्ने जसलाई हामी फ्रग भनेर भन्छौं एक किसिमको हुन्छ जुन वालमा रुखहरुमा चढ्न सकिने क्लाइम्बिङ टाइपको जसलाई हामी ट्री फ्रग भनेर नाम दिन्छौं अर्को हुन्छ टोड जुन हाम्रो यो घरको वरिपरि रहेको हुन्छ जसले किरा फटेङ्ग्राहरु खाएर बढी खान त्यो रुचाउँछन् र त्यसको अटर सर्फेसमा चाहिँ गाठो गाठो परेको हुन्छ त्यो चाहिँ अलिकता पोइजनस हुन्छ त्यही भएर हामीले त्यो टोडलाई हातले समाउनु ठिक हुँदैन अनि यिनीहरुको बडी कस्तो हुँदो रहेछ भने नि मोइस्चर हुँदो रहेछ अनि यो जब उफ्रेर एक ठाउँबाट अर्को ठाउँमा जान्छ भने त्यहाँनिर स्लिपरी सब्स्टान्सेसले चाहिँ रिलिज गरिरहेको हुन्छ चिप्लो चिप्लो जता उफ्रेर गयो अलिकता चाहिँ स्लिपरी सब्स्टान्सेस छोडिदियो फेरि जम्प गर्यो फेरि छोडिदियो एक किसिमको त्यो तरल स्लिपरी सब्स्टान्सेस भन्छौं लिक्विड टाइपमा त्यो रहेको हुन्छ अनि अब यसको रिस्पाइरेसनको कुरा गर्दाखेरि यसको रिस्पाइरेसन ट्याडपोलको अवस्थामा छ भने गिल्सबाट हुँदो रहेछ त्यस पछाडि यसको मोइस्ट स्किनबाट चाहिँ यसले रिस्पाइरेसन गर्छ र लङ्स पनि ठुलो भएपछि लङ्स पनि युज गर्छन् त यसले यसको यो रिस्पाइरेटरी सिस्टमको लागि चाहिँ यसले के युज गर्दो रहेछ भने गिल्स मोइस्ट स्किन लङ्स अनि हार्टको कुरा गर्दाखेरि यो एम्फिबियनको 3 चेम्बर्ड हार्ट हुन्छ 3 चेम्बर्ड हार्ट फिशको 2 एम्फिबियनको 3 अनि रिप्रोडक्सन यसको पनि एक्सटर्नल नै हुन्छ मेल र फिमेल हामी एक आपसमा भेटेको रेला गरेको देख्छौं एउटाले टवार गर्न बित्तिकै आवाज दिन बित्तिकै त्यहाँ आइपुग्छन् तर त्यो फर्टिलाइजेसन कस्तो हुँदो रहेछ भने एक्सटर्नल नै हुँदो रहेछ मेल एन्ड फिमेल आर सेपरेट हुन्छ यसको अब अर्को कुरा गरौँ हामी रेप्टाइल्सको यो रेप्टाइल्समा पर्ने जीवहरू कस्ता हुन्छन् भने जो क्रलिङ टाइपका जीवहरू यस अन्तर्गतमा पर्छन् जस्तै सर्पमा अब विभिन्न किसिमका सर्पहरू छन् कछुवा यिनीहरू चाहिँ यसका इक्जाम्पलहरू हुन् त यो रेप्टाइल्सको लागि के भन्न सकिन्छ भने यदि सर्प सोधेको छ भने सर्पको बारेमा केही क्यारेक्टर्सहरू हामी लेख्न सक्छौं हैन त्यसलाई हेरेर त्यसको विषयमा भन्न सकिने यो लामो छ बडी सिलिन्डर टाइपको छ हैन मेन एउटा भर्टिब्रा छ त्यो बिचमा त्यसको अब टाउको कुरा गरिदिने आँखाको कुरा गरिदिने त्यस्ता यो फिजिकल क्यारेक्टर्सहरू हामी गर्न सक्छौं त्यसको त्यस पछाडि यसको अब रिस्पाइरेसनको कुरा गर्दाखेरि यो रिस्पाइरेसन चाहिँ यो रेप्टाइल्सहरूले रिस्पाइरेसन चाहिँ लङ्सबाट गर्दा रहेछन् हार्ट चाहिँ 3 चेम्बर्ड हो तर त्यसमध्येको एउटा छ क्रोकोडाइल यो क्रोकोडाइल भनेको यसको 4 चेम्बर्ड हार्ट हुन्छ एउटा मात्र अबाध केसमा हो रेप्टाइल्समा क्रोकोडाइल जसको हार्ट भनेको 4 चेम्बर्ड हार्ट हुन्छ बाँकीको चाहिँ 3 चेम्बर्ड हार्ट नै हुन्छ यो रिप्रोडक्सन चाहिँ यसको इन्टर्नल हुन्छ रिप्रोडक्सन चाहिँ इन्टर्नल हुन्छ मेल फिमेल चाहिँ सेपरेट हुन्छ
त यो रेप्टाइल्सको लागि भयो। अब अर्को एप्सको कुरा गरौँ। यसमा बर्ड्सहरू लगभग प्राय जसो बर्ड्सहरू सबै बर्ड्सहरू यस अन्तर्गतमा पर्दछन्। केही बर्ड्सहरू छन् जुन म्यामेलियातिर राखेका छन्, त्यसका केही फिचर चाहिँ फरक छन्। अब यो एप्सको लागि हेरौँ। यसको के हुँदो रहेछ भने यहाँ पनि 2 पेयर अफ लिम्स छन्। त यो 2 पेयर अफ लिम्स जुन छ, 1 पेयर चाहिँ मोडिफाइड भइसकेको हुन्छ विङ्समा, सेकेन्ड पेयर जुन हुन्छ त्यो चाहिँ लेग्समा चाहिँ कन्भर्टेड रहेको हुन्छ। बडी इज कभर्ड विथ फिदर्स। त्यो परेवा हामी देखेकै छौँ। त्यो परेवाको विषयमा के भन्न सकिन्छ, देखेर के भन्न सक्छौँ, ती क्यारेक्टर लेख्ने। दुईटा अब 2 पेयर लिम्स थियो जुन एउटा मोडिफाइड भएर पखेटा बन्यो, अर्को भनेको खुट्टामा छ, अर्को चाहिँ खुट्टा भएको हो भन्ने कुरा गर्ने। बडी फिगर्सले कभर गरिएको छ। त्यो परेवा हामी धेरै जसो व्यक्तिहरू हेर्छौँ परेवाहरू खाने गर्दछन्। त्यसको जुन हाड हुन्छ त्यो हाड चाहिँ हल्को हाड हुन्छ, जसलाई चाहिँ चबाउन सकिने खालको न्युमेटिक बोन्स भनेर पनि हामी यसलाई भन्छौँ। अब यसमा रिस्पाइरेसन यसको लागि पनि लङ्स नै हो। यसको हार्टको कुरा गर्दाखेरि हार्ट चाहिँ 4 चेम्बर्ड हुन्छ। रिप्रोडक्सन इन्टरनल नै हुन्छ। मेल र फिमेल चाहिँ सेपरेट नै हुन्छ। त्यो परेवाहरूमा हामी के हेर्छौँ भने तिनीहरू पनि घरमा हेरेको हुनुपर्छ। मेल र फिमेल सेपरेट हुन्छन् हैन। जब मेल म्याच्योर हुन्छ भन्दाखेरि त्यो फिमेलको वरिपरि गएर यो पंखा फिजाएर प्वाँच चाहिँ यसरी निकालेर हैन फिमेललाई चाहिँ एक्साइटेड गर्न फर्टिलाइजको लागि मनाउँछन्। त त्यस्ता खालका एक्सनहरू त्यहाँनिर देखिन्छन्। अनि त्यो भइसके पछाडि त्यो तयारी गर्छन्, म एक दिन्छु भने त्यसको लागि छुट्टै उसले व्यवस्थापन गर्छन्। यहाँ रहेका इन्भाइरोमेन्टमा रहेका सानो सानो परालहरू जुन आफ्नो लागि अस्तर एक दिनलाई उसले व्यवस्थापन गर्छ। त्यस पछाडि उसले एक दिन्छ, एकलाई त्यो पुरा प्रोटेक्सनको साथमा चाहिँ कभर गरिएको हुन्छ। मेल र फिमेल पार्टिसिपेट हुन्छ। मेलले आएर चाहिँ आफ्नो जुन दाना टिपेर ल्याउँछ त्यो फिमेललाई खुवाउँछ। त त्यस्ता खालका यसका प्यारेन्टल क्यारेक्टर्सहरू पनि यसभित्र छन्। बच्चादेखि त्यो एक भएदेखि लिएर त्यो बच्चा हुर्काउन्जेलसम्म हरेक ट्रेनिङहरू तिनीहरू एक आपसमा दिइराखेका हुन्छन्। त यो एप्सको लागि सकियो। अब म्यामल्सतिर जाउँ। अब हामी म्यामल्सतिर लागौँ। म्यामल्समा के हेर्छौँ भने नि कि यसमा हायर भर्टिब्रेट्सहरू जसमा हामी पनि त्यही भित्र म्यामल्स भित्र नै पर्छौँ। बडी इज कभर्ड विथ हेयर। यो हेयरले बडी कभर गरिएको हुन्छ। यसमा म्यामल्समा के पहिचान छ भने त्यहाँ मेमोरी ग्ल्यान्ड हुन्छ जसले एकैचोटि बच्चा प्रोडक्सन गर्छ हैन। अनि यो एप्सतिर के हुँदो रहेछ भने नि यसले बच्चा प्रोडक्सन गर्दैन थियो, एग प्रोडक्सन गर्थ्यो। तर यसले डाइरेक्ट चाहिँ के गर्छ, बेबी प्रोडक्सन गर्छ। अनि त्यस मेमोरी ग्ल्यान्ड हुन्छ जसले गर्दाखेरि बच्चालाई दुध खुवाउन सक्छ। अनि यसको अब रिस्पाइरेसनको कुरा गर्दाखेरि यसको लागि रिस्पाइरेसन पनि लङ्स नै हो। लङ्सबाट रिस्पाइरेसन हामी गर्छौँ। हाम्रो हार्ट भनेको 4 चेम्बर्ड हार्ट हो। रिप्रोडक्सन इन्टरनल नै हुन्छन्। हाम्रो यो मेल र फिमेल अथवा यो म्यामल्समा हुने सबैको चाहिँ रिप्रोडक्सन इन्टरनल नै छन्। मेल र फिमेल सेपरेट हुन्छन्। यसले आफ्नो बच्चालाई दुध चुसाउनको लागि मेमोरी ग्ल्यान्ड्स पनि यहाँ छँदैछ। ल अफ गरिदिउँ, सक्यो।